अब लास्ट भनेको एकजनाको कमी चाहिँ एकजना भेटेपछि त झन् ओ माई गड कति 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 खुसी हुन्छ होला। अहिलेलाई चाहिँ झन् हामी धेरै नै खुसी छौँ। हेलो गाइस, सेवा लासो फ्याफुला नमस्ते एन्ड गुड मर्निङ। अनि म चाहिँ रमिला, आज चाहिँ म कहाँ जाँदैछु भनेर हजुरहरूलाई अहिले पछि भन्नेछु। आज यस्तो स्पेसल डे हो होइन, आफ्टर 2 years। अनि त्यसपछि आज चाहिँ एकदम ह्याप्पी छु एन्ड सो मोर एक्साइटेड होइन। अनि अब जम्मा 1 hour बाँकी छ होइन। मेरो ह्याप्पिनेस के को रहेछ यस्तो ह्याप्पिनेस भनेर हजुरहरूले सोचिरहनु हुन्छ होला, तर म अहिले भन्ने नै छु। अनि आज चाहिँ म फाइनल्ली जाँदैछु, कहाँ जाँदैछु भनेर हजुरहरूलाई भन्ने नै छु। तर कि स्पेसल मोमेन्ट भनेको त एकैचोटि सेयर गर्नु हुँदैन नि त होइन। अनि त्यही भएर गाइस सिउ अहिले पछि भेटौँला है त। फाइनली साथीहरू, फाइनली अब जस्ट 10 minute बाँकी छ। माई गॉड, अब 10मा के भन्न खोजेको बिर्सेँ हो मैले। अब 10 minute पछि हाम्रो भेट हुन्छ है साथीहरू तपाईँहरूसँग अरे क्या। अहिले चाहिँ म बसमा छु, अनि बसमा छु अनि माई गॉड कति बजीको वेट पछि आम्मामा फाइनल्ली केटी फाइनल्ली फाइनल्ली सो एक्साइटेड। कस्तो भयो होला फर्स्ट वेट, कस्तो हुन्छ होला, लाइक एभ्रिथिङ कुराहरू मनमा आएर चाहिँ केटी यस्तै गाडी किन्नुपर्छ ल, तर म पैसा जम्मा गरेर कस्तो बोल्न मन लागिरहेछ, तर बसमा गएर अलिक बोल्न आइरहेको छैन। कस्तो ढिलो लिएर आएको क्या फेरि आज चाहिँ। कहाँ कहाँदेखि घुमाएर लिएर आएको आज त 7:30 बजी आइपुग्नु पर्ने गाडी। कुन्नी कहाँ हो म त कति ठुलो घर क्या। आज चाहिँ मलाई लाइक लागिरहेछ कि म कस्तो विदेश आएको जस्तो फिल भइरहेछ। अलिकति घरहरू पनि ठुल्ठुलो देखिरहेछ। फेरि पहिला पनि यही बाटो हिँडेको, तर यस्तो देखाउँदैन। आज मैले डिफ्रेन्ट देखिरहेको छु। हुन त राम्री मान्छेलाई भेट्ने भएर होला, त्यही भएर मैले ठाउँ पनि राम्रो देख्दैछ। फाइनल्ली गाइज म आइपुग्यो, फाइनल्ली आइपुग्यो। ओ माई गॉड, कम टु बेबी। म फाइनल्ली आइपुग्यो बस स्टेसनमा। अब ऊ आउँदैछ, अनि अब मैले चाहिँ उसलाई वेट गर्नुपर्ने भयो। लाइक उसले चाहिँ मलाई वेट गर्छ भनेको यस्तो छ, जहिले मलाई त्यसले पर्खाउँछ क्या, जहिले मलाई त्यसले वेट गराउँछ। नि फाइनल्ली गाइस, फाइनल्ली देखा लाइक बोल्न मन लागिरहेछ बसमा, कसरी बोल्ने भइरहेछ क्या। आइपुग्यो गाइस फाइनल्ली। अब एकछिनमा भेटौँला ल गाइस। चाहिँ हो पालदेखि आएर लास्टमा यहाँसम्म पनि तैँले मलाई वेट गराइस् होइन। जहिले यस्तै गराउँछ यसले मलाई गाइस। जहाँ पनि उसैलाई अगाडि मैले वेट गर्नुपर्छ क्या।
गाइज चाहिँ मलाई भेटेर मलाई नहेरेको त बस्यो ए छ्या मान्छेले नि के भन्छ ओ माई गॉड छिटो त उल्ला वेट गर्नुपर्छ यार मैले जहाँ गए पनि गाइज अगर ओ माई गॉड 2 इयरमा छ गाइज यति खुसी लागिरहेछ कि यसले मलाई बिहान बिहानै रुवाई अनि त्यसपछि होइन जहाँ गए पनि मैले यसलाई कुर्नुपर्छ क्या यसलाई कुर्नुपर्छ मैले गाइज यसले मलाई मैले गाइज फाइनली योसँग भेट भइसक्यो अनि त्यसपछि अब यस्तै हो गाइज एकछिन चाहिँ टडक मडकै भयो तर भिडियो के भयो राम्रै भएन यस्तै भयो तर हेर्नु यहाँ लुक लाइक वाउ हेर्नु त कस्तो दामी आज यस्तो दामी सिजन छ मौसम छ अब यस्तो राम्रो राम्रो मान्छेलाई भेट्नलाई होला सायद लाग्छ मलाई अनि यहाँ म छु हेर यहाँ खै कता गयो सम्झना बमजन यहाँ छु हेरिरहेको छु हाई गरिरहेको छु हे विपना हाई हामी फाइनली भेटिसक्यो हेर हेर यहाँ हेर विपनालाई आम्मामा भन्छ नि एकदम खुसी लागिरहेछ गाइज आज चाहिँ म यस्तो खुसीले यस्तो फडेर घुमिरहेको अनि ऊ चाहिँ त्यस्तो क्यामेरा उसको चाहिँ 16 Pro Max हो क्या गाइज तर राम्रो आएन अरे त्यही पनि अझ कहाँबाट ल्याएको भन्नु त जापानबाट तर के गाइज त्यसको सेटिङ मिलाउनु पर्छ क्या यिनीहरूले सेटिङै मिलाएको छैन त्यही भएर तिनीहरूको राम्रो अनि ऊ ढुङ्गे युगको मान्छे हो भने म चाहिँ त्यो ढुङ्गाबाट निस्केको पानी युगको मान्छे हो गाइज हे खै कहाँ छ मार्केट हिँड्न जाउँ ल ल हेलो विपना हाउ आर यु त अहिले पुरा काम हानिरह होला अब के गर्छ सब यस्तै हो अब त एक दिन हामी 3 जना भेट्नुपर्छ ल अनि आज चाहिँ हामी भेट्यौँ अब फेरि कहिले भेट्ने थाहा छैन बल्ल बल्ल टाइम मिलाएर कताबाट जाने है यता एकछिन यो हाम्रै बाटो हो क्या हामी हिँडेपछि यही घर हो सरी गाइज यो चाहिँ मेरो गाडी होइन यसको हो अनि गाडीमा जाउँ न त यो चाहिँ एउटा पुत्तली भन्दा पनि बढी छ हुन त पुत्तलीको छोरी हो त्यही भएर पुत्तली जस्तै बुरुङ बुरुङ उफ्रिरहेको छ अनि हामी चाहिँ अब यसो त्यहाँनिर 1-2वटा सामान लिन थियो त्यही भएर जान आँटेको अरू त केही पनि नै अब हाम्रो चाहिँ धेरै टाइम छैन आजको दिन मात्रै हो घुम्ने साथीहरू हामी चाहिँ ठ्याक्कै आफ्टर 2 इयर पछि भेटेको होइन अनि लाइक यति खुसी लागिरहेछ तपाईँहरूलाई के भन्नु अनि त्यसपछि होइन अब लास्ट भनेको एकजनाको कमी चाहिँ एकजना भेटेपछि त झन् ओ माई गॉड कति 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 खुसी हुन्छ होला अहिलेलाई चाहिँ झन् हामी धेरै नै खुसी छौँ बिहान बिहानै भेट्यौँ पनि रोयौँ पनि यस्तै हो जिन्दगी भनेको कवि खुस कवि गम के भन्छ नि त्यस्तै होइन गाइज हामी चाहिँ आज खासै त्यस्तो घुम्दैनौँ नर्मल्ली यताउति पार्कतिर घुम्छौँ अनि यसले मलाई गाली गर्यो गाइज त्यस्तो भन्नाले धेरै ठाउँमा घुम्दैनौँ नर्मल्ली यतै मात्र घुम्छौँ भन्न खोजेको क्या बुझेन किन हाँसेको त सम्झन बेबी तर म होइन भोलिबाट चाहिँ यस्तै गाडी किन्नुपर्छ ल यस्तै टाइपको भनेको भ्यागुडा जस्तो रे यो गाइज हेर्नुहोस् यसको चर्ती कला छोरी मेरो छोरी भन्छ नि एउटा के छ नि
गाइज आज यस्तो रमाइलो भइरहेछ म कस्तो नेपालमै भएको जस्तो फिल भइरहेको छ म नेपालमै छु कि हामी चाहिँ यही पार्कमा घुम्छौँ गाइज गाइज अब चाहिँ हामी घुम्न हिँडेको अनि यो चाहिँ यहाँको ट्राम हो अनि हामी चाहिँ बाटो काट्नको लागि वेट गरिरहेको छौँ ओइ कहाँ जान लाग्यो रे हामी आजै हो हाम्रो दिन अब कति पछि भेट हुन्छ थाहा नै छैन गाइज त्यही भएर गाह्रो छ यस्तो वेट गर्नु पऱ्यो नि मलाई लास्ट रिस हुन्छ ओइ विपना हेलो वेलकम ए अड्के गर्छ छ्या होइन त्यसको नेटै न वेलकम ब्लग Hello guys, how are you? यो चाहिँ खाएको खाइ यो गाइज हामी चाहिँ अहिले अब कालीको रुम जान लागेको अनि चाहिँ म चाहिँ हेर्न यता यो चाहिँ लुके गर्छ गाइज यसलाई त म त के गरेर कुन फाल्टोमा लगेर काट्ने होला गाइज हामी चाहिँ अब पछि भिडियो बनाउने छौँ हामी चाहिँ गाइज कसैलाई भेट्न आएको छौँ तर को भनेर चाहिँ नभन मलाई सिक्रेट हो अनि त्यसपछि खै दाइको का अनि उता हुनुहुन्छ सम्झना बमजन यता म छु आज चाहिँ हाम्रो एकदम राम्रो दिन गयो एकदम रमाइलो वाउ टाइपको यो हो ओ माई गॉड look like this card is oh हेलो गाइज हामी चाहिँ घुम्दा पुरै छेर्ची पार्नी भएर हालत बिन भएर 6 नम्बरको आयो अब गयो अनि त्यसपछि आज चाहिँ हामी घुम्न पनि डन्नै घुम्यो अनि तँलाई कस्तो लाग्यो मलाई भेटेर नभन्न लाइक 2 वर्षपछि भेटेको चाहिँ अब आजको दिन कस्तो रह्यो भनेको क्या लाइक हुन्छ नि अलिकति छि पाराको मात्र अनि गाइज उसको चाहिँ मलाई भेटेर पाराको मात्रै भयो अरे अनि अब आज हामी यति नै गर्छौँ लाइभ इन गर्छौँ आज अब यति नै हो अरू केही कुरा पनि छैन अनि फेरि पनि भेट्ने छौँ हामी अनि सबैजनाले हाम्रो युट्युब च्यानल हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि अर्को कुरा के हो हाम्रो यो शर्मिला भ्लगले चाहिँ एकदम माया गरिदिनु होला उहाँले एकदम कन्टिन्यू गर्दै हुनुहुन्छ म चाहिँ केही समयपछि मात्र ब्याक हुन्छु यो युट्युब च्यानलमा त्यसपछि म पनि भिडियो कन्टिन्यू गर्छु किनकि मेरो अहिले मोबाइलको क्यामेरा राम्रो आउँदैन त्यसैले गाइज आज चाहिँ हाम्रो एकदम रमाइलो पल भयो यति हाँस्यौँ हामी 2 वर्षपछि सायद फर्स्ट टाइममै यति धेरै हाँस्यौँ कि ओ माई गॉड पुरै केही भन्नै सक्दैनौँ कि हाँस्दा मुखै दुख्यो अनि एकदम रमाइलो फिल भइरहेको छ अनि मोबाइल ब्याट्री लो भइसक्यो अनि यो चाहिँ अङ्कुर किन्न जाँदैछ अनि आजलाई चाहिँ यति नै गाइज बाई बाई सी यू सुन एन्ड सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानलले हामी चाहिँ मार्केटभित्र पसिसक्यौँ अङ्गुरै सक्यो हेलो गाइज हामी चाहिँ घुम्दा पुरै छेर्ची पार्नी भएर हालत बिन भएर 6 नम्बरको आयो अब गयो अनि त्यसपछि आज चाहिँ हामी घुम्न पनि डन्नै घुम्यो अनि तँलाई कस्तो लाग्यो मलाई भेटेर नभन्न लाइक 2 वर्षपछि भेटेको चाहिँ अब आजको दिन कस्तो रह्यो भनेको क्या लाइक हुन्छ नि अलिकति छि पाराको मात्र अनि गाइज उसको चाहिँ मलाई भेटेर पाराको मात्रै भयो अरे अनि अब आज हामी यति नै गर्छौँ लाइभ इन गर्छौँ आज अब यति नै हो अरू केही कुरा पनि छैन अनि फेरि पनि भेट्ने छौँ हामी
अनि सबैजनाले हाम्रो युट्युब च्यानल हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अनि अर्को कुरा के हो, हाम्रो यो शर्मिला भ्लगलाई चाहिँ एकदम माया गरिदिनु होला। उहाँले एकदम कन्टिन्यू गर्दै हुनुहुन्छ। म चाहिँ केही समयपछि मात्र ब्याक हुन्छु यो युट्युब च्यानलमा। त्यसपछि म पनि भिडियो कन्टिन्यू गर्छु, किनकि मेरो अहिले मोबाइलको सेटिङ क्यामेरा राम्रो आउँदैन। त्यसैले गाइज आज चाहिँ हाम्रो एकदम रमाइलो पल भयो। यति हाँस्यौँ हामी 2 वर्षपछि सायद फर्स्ट टाइममै यति धेरै हाँस्यौँ कि आमा ओ माई गड, पुरै केही भन्नै सक्दैनौँ कि हाँस्दा 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 मुखै दुख्यो। अनि एकदम रमाइलो फिल भइरहेको छ। अनि मोबाइल ब्याट्री लो भइसक्यो। अनि यो चाहिँ अङ्कुर किन्न जाँदैछ। अनि आजलाई चाहिँ यति नै गाइज, बाई बाई, सी यू सुन। एन्ड सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानलले। हामी चाहिँ मार्केटभित्र पसिसक्यौँ, अङ्गुरै सक्यो।